CBR को खोले एकदमै ढिलो भयो कि आज मैले तिमीहरूलाई त्यही भएर 6 बजे चाहिँ यसो अलिकति आऊ है भनेको कारण चाहिँ त्यो थियो छन चाहिँ होइन ल मैले यहाँ स्क्रिन सेयर गरिहालेँ अब यहाँ ल यहाँ हेर त अब यो ड्रेन डिजाइन भयो है यो ड्रेनेज डिजाइनको चाहिँ सिट भयो ड्रेनेज कसरी डिजाइन गर्ने भन्ने कुरालाई चाहिँ तिमीहरूले कतिको गर्छौ नत्र अब भएन भने नि लास्ट तिमीहरूले सकेनौ भने चाहिँ अब ड्रेनेजको जुन हामीले अघि साइज राखेको छौ नि हाइट विड्थ एउटै है दुइटैले हेर है एसडब्ल्यू चलाउनेले जे चलाउने नि एउटै हो डिजाइन गरेर चाहिँ कस्टमाइज गर्ने भन्ने कुरा जस्तो मैले अहिले ड्रेन यहाँ राखेको छु नि होइन यो ड्रेन राखेको कति छ यहाँ यहाँ हेर्ने भने चाहिँ हाम्रो ड्रेनेजको हाइट कति छ है हिल साइडको इनर हाइट 0.5 भनेको छ होइन र त्यसपछि हाइट चाहिँ 0.5 भनेको छ अनि त्यस पछाडि रोड साइड इनर स्लोप भनेको हाइट यति भनेको छ यो चाहिँ के भनेको भन्दाखेरि नि अब हामीले डिजाइन गर्दाखेरि खासमा हामीलाई गर्नुपर्ने कुरो भनेको चाहिँ व्हाइट बोर्ड कहाँ गयो फेरि मेरो ल यहाँ हेर है त म तिमीलाई इरेजर अलिक ठुलो आउँदैन यो बाहिरबाट मिल्दैछ त हामीले ड्रेनेज डिजाइन गर्दाखेरि चाहिँ हामीलाई फाइनली आउने भ्यालु भनेको चाहिँ के हो भन्दाखेरि नि जस्तो मलाई यस्तो खालको ड्रेनेज डिजाइन मैले गरेँ भने चाहिँ यस्तो खालको ड्रेन हो भने चाहिँ नि एउटा यो हाइट भयो होइन र यो विड्थ भयो के पानी बग्ने भनेको अट्ने भनेको त यति हो नि त हो कि होइन अब हामी यहाँ चाहिँ भन्दाखेरि चाहिँ ड्रेन बेड भन्छौँ ड्रेन टप बेड भन्छौँ र अर्को भनेको चाहिँ अब यो ड्रेनको चाहिँ इनर हाइट भन्छौँ क्या हामीले यहाँ भनेको हो यो दुईटा हाइट चाहिँ हामीले मेजरमेन्ट गरेर जति बेला आउँछ नि त्यति बेला राख्ने र त्यसपछि यो भनेको त प्रायः जसो चाहिँ 300 mm हुन्छ अनि हाइट भनेको यो जति हाइट छ नि त्यसमा मैले यो तलको चाहिँ जुन स्टोन सोलिङ पिसिसी अथवा यसको थिकनेस जति राख्छौ नि त्यो एड गरेर चाहिँ यो हाइट हुन्छ यतापट्टिको त्यही भइहाल्यो यो भनेको रोड साइड टप यो हिल साइड टप भयो रोड साइड हाइट भयो यो हिल साइड हाइट भयो रोड साइड यताको इनर हाइट भयो यो हिल साइडको इनर हाइट भयो ठिक छ यो ड्रेन बेड भयो है भनेको हामीले के गर्नु पर्यो यो पानी यति बग्नको लागि चाहिँ हामीले यसको विड्थ र यसको हाइट मात्र हामीले के गर्ने हो डिजाइन गर्दाखेरि ल्याउने हो त्यही कुरा हामीले यहाँ हेर्ने हो भने चाहिँ जस्तो पहिला सुरु हामीलाई प्रेसिपिटेसनको डेटा चाहियो हो प्रेसिपिटेसन डाटाले हामीलाई के निकाल्न सक्छौँ भन्दाखेरि चाहिँ टोटल रेनफल इयर कति आउँछ भन्ने निकाल्न सक्छौँ अब यही कुरालाई चाहिँ डाटा इम्पोर्टमा चाहिँ इयर अनुसारको म्याक्सिमम पिक रेनफल चाहिँ त्यो महिनाभरिको सबभन्दा म्याक्सिमम पिक रेनफल कति हो भनेर मैले निकालेँ यो डाटा चाहिँ डिएचएमबाट किन्नुपर्छ है डाटा वाइएन र एसएन भनेको तिमीले गम्बेल मेथडबाट गर्दाखेरि एसएन र वाइएन निकाल्छौ नि सर्टेन इयर्सको लागि डिजाइन कतिको लागि डिजाइन गर्ने हो त्यो डिजाइन गर्दाखेरि वाइएन र एसएनको भ्यालु कति हो होइन यो अलरेडी तिमीहरूको टेबलबाटै आफै आउँछ अब के हुन्छ त भन्दाखेरि अब तिमीहरूले गम्बेल मेथडबाट गरिरहेछौ भने चाहिँ रिटर्न पिरियडमा चाहिँ वाइटी कति आयो फ्रिक्वेन्सी कति आयो 1/t हुन्छ फ्रिक्वेन्सी भनेको चाहिँ होइन म्याक्सिमम 24 आवरमा चाहिँ कति आयो भन्ने कुरा यहाँ चाहिँ आफै अटोमेटिक निकाल्न मिल्छ यहाँ अब के भइदियो भन्दाखेरि साइड रेन प्रायः जस्तो 10 वर्षको लागि गर्छौँ क्रस रेन स्ट्रक्चर 25 इयरको लागि हामीले गर्छौँ भने त्यही कुरा चाहिँ मैले यहाँ 10 वर्षको डाटा र 25 वर्षको डाटा चाहिन्छ भनेर यहाँ रिमार्कमा यसरी राखिदिएँ अब यहाँबाट के आयो भन्दाखेरि हाम्रो रेनफल इन्टेन्सिटी र रेनफल इन्टेन्सिटी अफ क्रस रेन स्ट्रक्चरको चाहिँ इन्टेन्सिटी कति आयो भन्ने कुरा यहाँबाट आउने भयो है यहाँ म्याक्सिमम इन्टेन्सिटी छ नि यो भ्यालु र यो भ्यालु भनेको हाम्रो के हुन्छ म्याक्सिमम इन्टेन्सिटी भयो त्यसपछि अब हामीले क्याचमेन्ट एरिया क्याल्कुलेसन गर्नु पर्यो किन अड्क्यो फेरि क्याचमेन्ट एरिया क्याल्कुलेसन गर्नु पर्यो क्याचमेन्ट एरिया क्याल्कुलेसन गर्दाखेरि तिमीहरूले चाहिँ 200 मिटर 300 मिटरमा क्रस रेन स्ट्रक्चर राखेर छौ भने रोडको लेन्थमा त्यो 300 मा क्याचमेन्ट एरिया कुन एरियाले कन्ट्रिब्युट गरेर चाहिँ त्यहाँको पानी चाहिँ कन्ट्रिब्युट भएर चाहिँ त्यो पोइन्टमा चाहिँ आउटलेट हुने ठाउँ कहाँ हो त
भनेर त्यो तिमीले निकाल्यो भने क्याचमेन्ट एरिया भनेको तिमीहरूको गुगल अर्थबाट चाहिँ डेलिनेसन गरेर निकाल्न सक्छौ, पेरिमिटर तिमी निकाल्न सक्छौ है। त्यो निकालेपछि मैले क्रस टेन 1, क्रस टेन 2, क्रस टेन 3 मा चाहिँ यो 8, 9, 10 भन्ने एरियाबाट कन्ट्रिब्युट हुने रहेछ भनेपछि यसरी चाहिँ मैले यहाँबाट के निकालेँ, एरिया र पेरिमिटर निकाल्न सक्छु मैले। त्यसपछि अर्को भनेको क्रस ड्रेनेज डिजाइन। अनि यो डिजाइन गर्दाखेरि चाहिँ अब यही पोइन्टको चेन्जेस लेन्थ, क्याचमेन्ट एरिया कति हो, के हो भन्ने कुरा, एलिभेसन सबै कुराहरू यहाँ हामीले दिनु पर्यो। यो आफै आउँछ, यो पनि आफै क्यालकुलेसन निकाल्छ। टाइम अफ कन्सन्ट्रेसन कति रहेछ, रेनफल इन्टेन्सिटी भनेको कति हुने रहेछ भनेर आफै यहीँबाट के भन्ने भयो, निस्किने भयो। अब हाम्रो मेन सिट भनेको चाहिँ यो। अब यसमा चाहिँ हामी के गर्छौँ भन्दा यनको भ्यालु कन्सटेन्ट हुन्छ। अब हामी के गर्छौँ, विड्थ र डेप्थको भ्यालु हामी इटिरेसन गर्दै जान्छौँ। एरिया हामीसँग आउँछ। अब हामीले चेक गर्ने के हो, डिजाइन डिस्चार्ज। अब यो डिजाइन डिस्चार्ज र हामीले निकालेको डिस्चार्ज र डिजाइन डिस्चार्ज हुन्छ नि, निकालेको भ्यालु र स्ट्यान्डर्ड फर्मुलाबाट आएको भ्यालुमा चाहिँ यदि हाम्रो चाहिँ क्यु इज ग्रेटर देन क्युडी छ भने मात्रै हाम्रो बल्ल यो सुइटेबल भयो। नत्र फेरि हामी के गर्छौँ, विड्थ र डेप्थको इटिरेसन गर्दै यो डिजाइन डिस्चार्ज हामीले चेक गर्छौँ है। कतिसम्म चाहिँ हो तोसम्म गरेपछि हाम्रो चाहिँ ओके भयो भने चाहिँ अब के हुने भयो, यही साइज हुने भयो। यही साइजको ड्रेनेज डिजाइन गरेर चाहिँ हामीले के गर्नु पर्यो, उतापट्टि कस्टमाइज गर्नु पर्यो। अब चेन्ज गर्नलाई त मैले भनिसकेको छु मैले अघि। चेन्ज गर्नलाई अब कसरी चेन्ज गर्ने त भन्दा सपोज मलाई 0.6 मिटरको हाइट बन्यो भने चाहिँ यहाँ क्लिक गर्ने र अर्को भनेको चाहिँ हाइट भनेको त रोड साइड हाइट हो। यतापट्टि हाम्रो जुन रोड साइड हाइट छ नि, रोड साइड हाइट 0.6 छ भने यसलाई हामीले के गर्ने, 0.6 भनेर बनाइदिने। अब त बनाइसकेपछि अब यहाँ त बिग्रिरहेको हुन्छ क्या। यहाँ सबभन्दा यहाँबाट अब यस्तो कुराहरू चाहिँ अलिकति बनाउनु पर्यो भने चाहिँ यहाँबाट पनि गर्न चाहिँ सकिन्छ। तर तिमीले सबभन्दा सजिलो चाहिँ टुल्समा गएर कस्टमाइज स्ट्रक्चरमा गएर अब जस्तो यही छ नि ड्रेन भनेको छ नि, लङ्गिट्युड ड्रेन टाइप ए भनेको छ नि, यहाँ क्लिक गरेर चाहिँ अब यो प्रपर्टीहरू मिलाउने। यो प्रपर्टी मिलाउँदाखेरि चाहिँ रोड साइडको इनर हाइट चाहिँ कति छ, अनि अघि मैले भने जस्तो रोड साइड हाइट कति छ भनेको यही भ्यालु चाहिँ यहाँ चेन्ज गर्ने। अब रोड साइड चाहिँ हाइट र रोड साइडको चाहिँ हिल साइडको हाइट त एउटै हुन्छ, यताको हाइट र यताको हाइट भने यो प्रपर्टीहरू यहाँबाट दिएर चाहिँ के गर्नु पर्यो, एउटा ड्रेनेज डिजाइन गरेर अनि यो ड्रेनेज चाहिँ हाम्रो के गर्नु पर्यो, सेक्सनमा गएर हाल्नु पर्यो है। अहिले हाल्नु त सजिलै भएको थियो, डिजाइन त्यसरी गर्नु पर्यो। यसै गरी क्रस ड्रेनेजको लागि पनि त्यही हो। अब यसमा हामीले क्रस ड्रेनेजमा के हुन्छन्, हामीले पाइप कलबाट युज गर्नुपर्ने भएको भएर चाहिँ अब यहाँ डायमिटर चेन्ज गर्दै जान्छौँ यहाँ है। अब 0.1.2 को डायमिटर चेन्ज गर्ने हो कि होइन। अब यो के गर्ने, डिस्चार्ज आफै चेन्ज भइरहेछ नि त। अब यो चाहिँ हाम्रो क्यु इज ग्रेटर देन क्युडी हुनु पर्यो कि, डिजाइनभन्दा यहाँ आएको एडाप्टेड चाहिँ बढी आउनु पर्यो कि। ठिक छ, ड्रेनेज यसरी डिजाइन गर्नु पर्यो है। अब अर्को हामी पेमेन्ट हेरौँ। पेमेन्टमा चाहिँ के चाहिँ हुन्छ भन्दाखेरि चाहिँ पेमेन्ट डिजाइनको लागि यो सिट होइन ल, मैले डन्ट सेभ गरेँ यसलाई। ल अब पेमेन्ट डिजाइनको लागि चाहिँ तिमीहरूले के गर्ने, खासमा 3टा मेथडबाट गएर इकोनोमिकल डिजाइन गर्नुपर्ने हुन्छ गर्न चाहिँ होइन। अब मैले यहाँ एउटा भन्छु, बाँकी कुरा भनेको तिमीहरू आफैले चाहिँ अब तिमीले पेमेन्ट डिजाइन हरेक कुराहरू पढिसकेका छौ। जस्तै आइआरसी मेथडबाट गर्ने हो भने चाहिँ भेहिकल ड्यामेज फ्याक्टर कन्स्ट्यान्ट भयो, ठिक छ। लेन डिस्ट्रिब्युसन फ्याक्टर भनेको कन्स्ट्यान्ट भयो, ठिक छ। अब मैले धेरै भन्नु पर्दैन। अब कम्पिटिसन अफ डिजाइन ट्राफिक भनेको चाहिँ नि यनको भ्यालु हामीले निकाल्नुपर्छ। यन भने के हो भनेको थिएँ, के हो यन भने तिमीहरूले त पढेको होला, क्युमुलेटिभ नम्बर अफ स्ट्यान्डर्ड एक्सल लोड हुन्छ है। यो निकाल्नको लागि यो फर्मुला भयो। अब यसमा हामीले भ्यालु, अब अर्को भनेको के हो, ए भनेको पी इन्टु 1 + r² x हुन्छ। यो भनेको के हो, ए भनेको चाहिँ ए भनेको के हो, इनिसियल ट्राफिक इन द इयर अफ कम्प्लिसन भनेको छ नि यो। अब यसको लागि तिमीले के गर्नुपर्छ भन्दाखेरि त्यो रोडमा चाहिँ कुन कुन टाइपको भेहिकल हिँड्छ भनेर चाहिँ यसरी तिमीले नम्बर ल्याउनु पर्यो। जस्तो हेभी ट्रक 4वटा, लार्ज ट्रक 20वटा, लार्ज बस 6वटा, मोटरसाइकल 60वटा भने चाहिँ अब यसलाई चाहिँ तिमीले के गर्ने हो त, यसलाई केमा कन्भर्ट गर्ने हो, एमएसएलमा कन्भर्ट गर्ने हो नि त होइन। अब यहाँबाट चाहिँ सिन्स द कमर्सियल भेहिकल इज लेस देन 150 भनेको छ, भनेको अब हाम्रो कमर्सियल भेहिकल चाहिँ 150 भन्दा कम आयो भने चाहिँ अब यहाँबाट भिडिएफ एक्स यो भ्यालु छ नि यहाँबाटै, जस्तो इनिसियल ट्राफिक इन द कम्प्लिसन भनेको छ नि।
अब हाम्रो यो कति आयो त हो त्यो अनुसारको चाहिँ हाम्रो तराईको हो कि रोलिङको त्यो अनुसारको हामीले भिडिएफ लिनु पर्यो अहिले त्यहाँ के गर्यो भन्दा 150 कम आयो भने त हाम्रो 0 देखि 150 मा पर्ने भयो अब हाम्रो त्यति बेला यदि हिल्ली हो भने चाहिँ हामीले लिनुपर्ने भनेको भिडिएफ कति हुन्छ 0.5 हुन्छ यसको लागि हामीले यो सर्वे गरेको है यसरी तिमीले यहाँ गऱ्यो भने यो सबै कुरा निकाल्यो भने चाहिँ यहाँबाट के आयो त अब ए पनि आयो यन पनि आयो सबै कुरा आयो है अब हामीले यन निकाल्दाखेरि इएसएलाई एमएसएमा लानु पर्यो अब एमएसएमा लाँदाखेरि अब हामीले चाहिँ अब सिबिआर सोइल भनेको तिमीहरूले निकाल्ने हो यो कसरी निकाल्ने हो भन्ने कुरा चाहिँ सिबिआर टेस्टको तिमीहरूले जसरी न्युमेरिकल गराएको छौ नि 97th पर्सेन्टाइल 80th पर्सेन्टाइल अब कतिमा गर्ने हो त्यो अनुसारले तिमीहरूले यो जति तिमीहरूको सोइलको सिबिआर भ्यालु चाहिँ कम आउँछ बढी आउँछ त्यति हाम्रो सोइल चाहिँ विक छ भन्ने बुझ्नुपर्छ त्यो भएको भएर चाहिँ अब यहाँ के गर्नु पर्यो भन्दा यन भनेको चाहिँ यो निक्ल्यो अब यन र सिबिआरको हिसाबले हामी के गर्छौँ त ओभरअल पेमेन्ट डिजाइन गर्छौँ अब पेमेन्ट डिजाइन गर्दाखेरि तिमीहरूलाई मैले एउटा फ्लेक्सिबल पेमेन्टको कोड देखाउँछु यहाँ चाहिँ अब मैले के माने भन्दाखेरि यो हेर है सिबिआर सपोज 4% हुँदाखेरि चाहिँ सिबिआर भ्यालु 4% छ नि हैन अब क्युमुलेटिभ एमएसए भनेको यनको भ्यालु कति आएको छ त सपोज अघि हाम्रो यनको भ्यालु कति आएको छ 2 point समथिङ आएको छ भनेपछि अहिले मैले 2 भन्ने यदि मेरो सिबिआर 4% छ भने चाहिँ एनको भ्यालु 2 आएको छ भने हाम्रो टोटल पेमेन्टको थिकनेस कति हुने रहेछ 540 हुने रहेछ जसमा बिटुमिनस सर्फेसिङ हुने रहेछ भनेको बिटुमिनस सर्फेसिङले चाहिँ माथिको सर्फेसिङ हुने भयो के माथिको टप वेयरिङ कोर्स चाहिँ अनि वेयरिङ कोर्स चाहिँ कति हुने भयो 20 mm को प्रिमिक्स कार्पेट हुने भयो है सबभन्दा टपको चाहिँ त्यसपछि 50 भनेको के हो बाइन्डर कोर्स भयो र त्यसपछि ग्रेनुलर बेस कोर्स भनेको 250 को हुने रहेछ सब बेस भनेको 280 हुने रहेछ भनेपछि अब तिमीले पेमेन्ट कस्टमाइजेसन गर्ने बेला के गर्नु पर्यो एउटा दुईटा तीनटा चारवटा लेयर बनाउनु पर्यो के पेमेन्टको भनेको यहाँबाट चाहिँ यसरी पेमेन्ट आउनु भयो अब 10% को लागि हेर्ने भने चाहिँ 8% को लागि यो भयो 7% 8% 10% लाई हामीले यो हेर्नु पर्यो अब त्यस्तो कन्डिसन हाम्रो 10 भन्दा हाम्रो कम छ भने त्यति बेला अब 10 कै भ्यालु लिएर चाहिँ हामीले के गर्छौं डिजाइन गर्छौं ठीक छ अब यो डिजाइन गरेपछि तिमीहरुको सिबिआर कसरी निकाल्ने भन्दाखेरि हेर्ने भने चाहिँ अब सिबिआर को लागि डिसिपी टेस्ट गर्नुपर्छ डायनामिक कोन पेनिट्रेसन टेस्ट भन्छ नि तिमीहरुको ल्याबमै गर्नु पर्यो के यहाँ चेन्जमा अब तिमीहरुको मिनिमम सिबिआर भ्यालु कति म्याक्सिमम कति 90th पर्सेन्टाइलको भ्यालु निकाल्ने लेयर 1 लेयर 2 लेयर 3 गरेर चाहिँ अब फाइनली अब यो त तिमीहरुले गर्न सकिहाल्छ होला यहाँबाट चाहिँ एडाप्टर सिबिआर कति बेला यहाँ निकाल्नु पर्यो हो यसैको लागि सोइल टेस्ट गर्नु पर्यो भनेको एउटा स्याम्पल ल्याउने हो हैन सबैको पर्दैन एउटा स्याम्पल ल्याउने त्यो स्याम्पललाई टेस्ट गर्ने हो ल्याबमा लगाएर टेस्ट गर्ने हामीले के सिबिआर टेस्ट हेम्पल डाटा यो ट्राफिक डाटा सबै ल्याउनु पर्यो अब सर हैन पर्यो नि त पर्यो नि अब पेमेन्ट डिजाइन गर्नु पर्यो नि त पर्यो नि यस सर त्यो सबै गर्नु पर्यो अब बुझ्नु सोइल अब सोइल कति ल्याउने सर अब त्यहाँ कति 5 के 6 के त्यहाँ अब तिम्रो ल्याबमा चाहिँ सौलाई सोध न सरलाई सोध हैन थुप्रै भोगेल नगरेको लाग्छ होला कतै डिसिपिटी को लागि त कति 15 केजी कति जति ल्याएर भन्दै हुनुहुन्थ्यो त्यस्तो कुरा सुन्न त मैले 15 केजी धेरै हुन्छ त अब हैन त्यहाँ गरिरहेको मान्छेलाई अब किन कहिले काहीँ के हुन्छ रिजल्ट आउँदैन त्यो भएको अलिकति बढी ल्याउनु भनेको होला हैन अब उतातिर जति ल्याउनु भनेको हुन्छ त्यही स्याम्पल ल्याउ न त्यो स्याम्पल ल्याएर चाहिँ अनि सोइल टेस्ट सिबिआर भ्यालु यसरी निकाल है अनि सिबिआर भ्यालु अनि ओएमसी पनि चेक गर्नुपर्ने होला नि सर हामीले परिगयो नि त पर्छ अप्टिमम मोइस्चर कन्टेन्ट चेक गर्नुपर्छ है अनि यसपछि के गर्ने अब कस्टमाइज गरेर बनाउनु पर्यो भने नि अब तिमीलाई त अब जस्तो यहाँ गएर चाहिँ के गर्ने बनाउनु पर्यो नि टुल्समा गएर कस्टमाइज पेमेन्ट एन्ड सबग्रेडमा जाने न्यू गर्ने पेमेन्टको नाम दिने अहिले चाहिँ नामै दियो है तिमीहरूले ओके गर्ने यहाँ आउँछ नि यहाँ आइसके पछाडि अब मेरो लेयर कतिवटा चाहियो सपोज मलाई 3टा लेयर चाहियो रे ल 3टा लेयर चाहियो हैन 3टा लेयरमा सबभन्दा तलको लेयरमा क्लिक गरे भने तलको लेयरको नाम के गर्नु पर्यो सब बेस त्यहाँ जे आउँछ त्यही है यहाँ सब बेस लेयरको थिकनेस कति 0.150 मिटर त्यसपछि बेस कोर्स भन्ने यसको 0.1 नै भन्दै ल माथिको वेयरिङ कोर्स प्रिमिक्स कार्पेट भनेर चाहिँ मैले वेयरिङ कोर्स भन्ने भने चाहिँ अब यसको कति 0.04 अहिले कति आएको थियो हो यो गरेपछि यसलाई मैले कपी टु गर्नु यो बोथ साइड कपी भयो नि त यसलाई सेभ गर्यो क्लोज गरिदियो अब यसलाई हामीले हाल्नको लागि के गर्नु पर्यो डाटा इनपुटमा गएर पेमेन्ट एन्ड सबग्रेड डेटामा गएर
अब यो त थ्रु आउट चेन्जमा राख्ने हो। अब तिमीहरू कति लेन्थ छ, जस्तो अब मेरो अहिले मेरो 1 किलोमिटरको मात्रै छ, तिमीहरूको 2 किलोमिटर छ भने जति हुन्छ त्यति राख्ने, र यहाँ गएर चाहिँ यो हो नि त, यसलाई गएर सेभ गर्दा भयो नि। अब पेमेन्ट आयो यहाँ भने यसरी हामीले के गर्ने, पेमेन्ट असाइन गर्ने हो है त। अब एसडब्ल्यू चलाउने अलिकति थोरै फरक छ, त्यहाँ डिजाइनमा गएर पेमेन्ट लेयर भनेर छ, एउटा एउटा लेयर एड गर्दै जानुपर्छ है। हाम्रो सुरुबाट नै गर्नुपर्छ, माथिमै गएर यहाँबाट हुँदा नि त्यो माथिबाट गएर गर्नुपर्छ। तिमीहरूको यहाँबाट मिल्दैन, तिमीहरूको चाहिँ छुट्टै उताबाट छुट्टै गर्नुपर्छ, बुझ्यौ नि। हस् ल अब यसरी यतिसम्मको काम गर ल। आज धेरै लामो क्लास भयो मेरो, अब ल ल भोलिको हुन्छ। क्लासको लागि अलिकति उ गर्नुपर्ने छ। हस् ल केही छ सोध्नुपर्ने, यति नै हो। अब त्यसपछि केही समस्याहरू भयो भने अब तिमीलाई योभन्दा पछाडि क्लास मैले एउटा क्लास फिजिकल लिन्छु। DHM को लागि सर त्यो हामीले चाहिँ त रेमफोर्डको लागि, रेमफोर्ड डाटाको लागि DHM मात्रै जानुपर्ने होला होइन सर? डिएचएममा जानु पर्यो। डिएचएमबाट चाहिँ तिमीहरूको अब यहाँ तिमीहरूको त्यो